सबिन श्रेष्ठज्यू, भर्खर मसँगै नियुक्ति हुनुभएका उपाध्यक्षज्यू, कोषाध्यक्षज्यू र भर्खर मात्रै निवर्तमान हुनुभएका उपाध्यक्षज्यू, सचिवज्यू, कोषाध्यक्षज्यू र यहाँ मैले देखेको छु जिल्ला भलिबल सङ्घ म्याग्दीका अध्यक्षज्यू, जिल्ला फुटबल सङ्घ म्याग्दीका अध्यक्षज्यू, एथलेटिक्स सङ्घ म्याग्दीका अध्यक्षज्यू, त्यसपछि बास्केटबल म्याग्दीका अध्यक्षज्यू लगायत उपस्थित सम्पूर्ण खेलप्रेमी महानुभावहरू र उपस्थित सम्पूर्ण पत्रकार साथीहरूमा म हार्दिक नमस्कार व्यक्त गर्न चाहन्छु। आज म जिल्ला खेलकुद विकास समिति म्याग्दीको अध्यक्षको रूपमा पदस्थापना हुँदै गर्दा अत्यन्त गर्व, खुसी र जिम्मेवारीको अनुभव गरिरहेको छु। खेलकुद समाजको एकता, अनुशासन, स्वास्थ्य चेतना बढाउँछ भन्ने कुरामा म पूर्ण विश्वास राख्दछु। म जिल्ला खेलकुद विकास समिति म्याग्दीको अध्यक्ष हुँदै गर्दा नामको लागि भन्दा पनि काम गर्ने हेतुले मैले अध्यक्षको जिम्मेवारी लिएको हो। म अध्यक्ष पदको नाम सिफारिस हुँदै गर्दा मैले देखेको, बुझेको र केही साथीहरूको सल्लाह सुझाव दिँदै गर्दा केही कामहरू तत्काल व्यवस्थापन गर्नुपर्ने देखेको छु। जसमध्ये कबड हलको खानपिउने समस्या, कबड हल प्रवेश शुल्क व्यवस्थापनको समस्या, सरसफाइ र म्याग्दीको एकमात्र खुल्ला मञ्चलाई 11A साइड फुटबल खेल्न मिल्ने गरी विस्तार गर्नको लागि सम्बन्धित निकायमा यिनीहरू सबैको साथ र सहयोगको पूर्ण अपेक्षा राख्दछु। आगामी दिनहरूमा म म्याग्दी जिल्लाको खेल क्षेत्रमा आवश्यक पूर्वाधार निर्माण, खेलाडीको क्षमता विकास तथा प्रतियोगिताको माध्यमबाट युवाहरूलाई खेलमा आकर्षित गर्नका लागि गर्ने प्रतिबद्धता व्यक्त गर्दछु। सबै सरकारवाला निकायहरूसँग सहकार्य गर्दै खेल क्षेत्रलाई अरू मजबुत बनाउने मेरो प्रयास रहनेछ। अन्त्यमा म यो जिम्मेवारी प्रदान गर्नुहुने प्रदेश खेलकुद परिषद, नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति म्याग्दी, सामाजिक विकास मन्त्रालय र सम्पूर्ण खेल प्रेमी समुदायप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु। धन्यवाद। जय खेल।